आज जनता र जनता भएर कुरा गरौँ न है। यो पार्टी त्यो पार्टी एमाले काङ्ग्रेस माओवादी रासपा भन्दा पनि जनता र जनता भएर कुरा गरौँ। मैले चाहिँ यो खास कसलाई भन्न खोजेको भन्दाखेरि चाहिँ जनता र जनता भएरै कुरा गर्दाखेरि पनि ती जनताहरू जसले चाहिँ एमालेको सरकार चाहिँ अहिले चाहिन्छ भनेर माग गरिराख्नु भएको छ। यत्रो वर्ष एमालेको सरकार देख्दा देख्दै पनि फेरि पनि एमाले नै चाहिन्छ, फेरि पनि केपिएल नै चाहिन्छ, जे भइरहेको थियो ठिकै भइरहेको थियो होइन भनेर जसले सपोर्ट गरिराख्नु भएको छ उहाँहरूलाई खासमा सोध्न पनि खोजेको, भन्न पनि खोजेको। अब हामी त यातायात कार्यालयमा जाँदाखेरि 2-3वटा 4-5वटा ढोकाहरू धाउनु पर्थ्यो होइन। त्यसै गरी मालपोतमा जाँदाखेरि 4-5जनाको साइन उठाउँदै हिँड्नु पर्थ्यो होइन। त्यसै गरी अब यातायातमा कति ठाउँमा भ्रष्टाचार भयो, विद्युतको कति ठाउँमा भ्रष्टाचार भयो भनेर तपाईँहरूलाई भनिराख्नु नपर्ला। प्रमाणसहित युट्युबमा अब राम्रो पत्रकारिता गर्ने, युट्युबमा गर्नेदेखि लिएर पत्रकारिताको च्यानल बनाएर नै गर्ने विभिन्न पत्रकारहरूले प्रमाणसहित राखिसक्नु भएको छ। विगतमा तपाईँहरूले त्यो सजिलै हेर्न सक्नुहुन्छ होइन। अब त्यसै गरी के हामीले चाहिँ घर घरमा सरकारी सेवाहरू डिजिटल्ली पाएका छौँ होइन। अब यसमा चाहिँ मैले बुझ्नु खोजेको कुरा चाहिँ के, हामी जसरी ढोका धाउनु पर्थ्यो, के तपाईँहरूलाई चाहिँ यातायात सरकारी कार्यालयमा जाँदाखेरि चाहिँ 1 विन्डो पोलिसीबाटै तपाईँहरूलाई सुविधा पाउनुहुन्थ्यो कि हामीले पाए जस्तै तपाईँहरू पनि हिँड्नु पर्थ्यो होइन। चुनाव जितेर गइसकेपछि चाहिँ नेताहरू हाम्रो घरमा त आउनुहुन्थेन, तपाईँहरूको घरमा चाहिँ आउनुहुन्थ्यो हो। नत्र भने त तपाईँहरूले किन सपोर्ट गरिराख्नु भएको छ त? चुनाव जितेर हाम्रो घरमा चाहिँ नेताहरू आउनुहुन्थेन, तपाईँहरूको घरमा चाहिँ आउनुहुन्थ्यो। हामीले त्यसरी बुझ्नु पऱ्यो एमालेकै सरकार चाहिएछ भनेपछि हो। अर्को बुझ्नु पऱ्यो हामीले के भन्दाखेरि चाहिँ अब देशले चाहिँ अहिलेको यो 21औं शताब्दीमा सूचना प्रविधिको क्षेत्रमा धेरै फड्को मार्नुपर्ने अवस्थामा चाहिँ हामी कहाँ छौँ सबैलाई अवगत नै छ होइन। हाम्रो विद्यार्थीहरूको शैक्षिक योग्यता कति छ, कुन लेभलको एजुकेसन छ, थ्योरी बेस्ड कति छ, प्र्याक्टिकल बेस्ड पढाइहरू कति छन् भन्ने कुरा त यो तपाईँहरू जो जति सपोर्ट गर्नुभएको छ उहाँहरूले पनि आफैले पढ्नु भएको कुरा हो होइन। अब आइटी पढ्नु भएको छ, आइटीमा कुन लेभलसम्मको काम गर्न आउँछ त्यो आइटी पढेकालाई नै सोध्छु मैले होइन। त्यसै गरी अब बिजनेस एडमिनिस्ट्रेसनतिर पढेकाहरूलाई कुन लेभलको नलेज पाउनु भएको छ, इकोनोमीको बारेमा, देशको म्याक्रो इकोनोमिक्स माइक्रो इकोनोमिक्सको बारेमा, फाइनेन्सको बारेमा, त्यो तपाईँहरूकै प्रश्न भयो होइन। त्यसै गरी अब देशमा चाहिँ केपिएलको यत्रो वर्ष सरकार भयो, केपिएल लगायत प्रचण्ड, शेरबहादुर देउवाको केपिएल मात्र नभनौँ होइन, यत्रो वर्ष सरकार भयो। अब हामीले हेरौँ कति ठाउँमा अब अहिले अब आन्दोलन भएको त भर्खरै भदौमा हो नि त। अब यो एआईको स्टार्टअपहरू सुरु भएको त 5-6 वर्ष भइसक्यो नि त, राम्रो ग्रो हुन थालेको त। अब नेपालमा चाहिँ एआई सम्बन्धी रिसर्च गर्ने संस्थानहरू कति खुले, के रिसर्चका कामहरू भए होइन। त्यसै गरी अब के भन्छ, त्यसै गरी अन्य साइन्सका विभिन्न फिल्डहरूमा जस्तै अब रोबोटिक्समा कति अध्ययन गर्ने संस्थानहरू खुले, के प्रगति भए होइन। त्यसै गरी अब स्पेसमा रिसर्च गर्ने के कस्ता संस्थाहरू खुले, के भए होइन। तपाईँहरूले हामीले नदेखेको होइन, अब नेपालमा चाहिँ पानी जहाज विभाग हो कि के भनेर पनि खुलेको थियो होइन। अब त्यो के रिसर्च गर्ने रहेछ, त्यसले के काम गर्ने रहेछ, हामी कसैलाई थाहा भएन होइन। अब त्यस्तै गरेर अर्को कुरा भनेको चाहिँ हामीले जति पनि यो पुराना नेताहरूलाई यत्रो समय माथि पुर्यायौँ र उनीहरूले काम गरे, घर घरमा हाम्रो त बाटो ल्याइदिए, पानी ल्याइदिए भन्ने खालका जुन कुरा गरेका छौँ नि होइन, त्यो त खासमा गर्नुपर्ने स्थानीय सरकार बनिसकेपछि स्थानीय सरकारले गर्नुपर्ने हो। त्यो माथिबाट नीति नियम बनाइदिएसकेपछि र त्यही अनुसारले त्यही ढङ्गले काम गर्न दिएपछि चाहिँ स्थानीय सरकारले गर्नुपर्ने काम हो। त्यो माथिबाट माथिको सांसदहरूको काम भनेको चाहिँ नीति नियम बनाउने र बजेटको कुरामा चाहिँ बजेट कहाँ कति कसरी भनेर सही ढङ्गले विभाजन गर्ने र त्यही अनुसार काम लगाउने। त्यसै गरी कुन कामहरू चाहिँ लगाइएका कामहरू चाहिँ कति तिनी चाहिँ इम्प्लिमेन्टेसन भएको छन्, कुन लेभलमा इम्प्लिमेन्टेसन भएको छ, कहाँ चुकेका छौँ भन्ने विषयमा चाहिँ सरकारलाई चाहिँ खबरदारी गर्ने। त्यसै गरेर विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक मामिलाहरूमा चाहिँ विभिन्न निर्णय गर्नुपर्ने कुराहरूमा चाहिँ निर्णय गर्ने होइन। यस्ता खालका काम हो नि त सांसदहरूको। अब हामीले अहिले हिजो आज के भाष्य क्रिएट गरिरहेका छौँ भने चाहिँ यो नेताले त हाम्रो ठाउँमा यो काम गरे हो, पुल बनाइदिया हो, बाटो ल्याइदिया हो होइन। ठाउँ तपाईँहरूको मात्र हो, ठाउँ तपाईँहरूकोले मात्र विकास भएर, जस्तै अब म पर्वतको
पर्वतमा मात्र पुल बनेर देश बन्छ। त्यसै गरी अब झापामा केपिएलको ठाउँमा मात्र बाटोहरू सडकहरू राम्रो भएर सरसफाइ भएर होइन मौतरी सर्लाही जस्तो नभएर होइन देश बन्या हो। यही हो देश भनेको। हामीलाई त सम्पूर्ण देश समृद्ध चाहियो हो नि त। हो एउटा कुरा के एक्सेप्ट गर्नुपर्छ हामीले भने यो संसारकै नियम हाम्रोमा मात्र होइन, जहाँबाट रेभेन्यू धेरै आउँछ, जहाँबाट ट्याक्स कलेक्सन धेरै हुन्छ, जहाँ चाहिँ ट्रान्ज्याक्सन धेरै हुन्छ, जहाँ इकोनोमी राम्रो चलिरहेको हुन्छ, खर्च पनि त्यहीँ अलिकति बढी हुन्छ, त्यहीँ विकास पनि अलिकति बढी त्यहाँ हुन्छ, त्यसमा नो डाउट होइन। त्यो झापामा भयो होला, झापामा त्यही हुन्छ होला, भयो होला। काठमाडौँमा त्यस्तै पहिलाका नेताहरूको त्यस्तै थियो होला, काठमाडौँ यसै राजधानी भइहाल्यो होइन, रेभेन्यू पनि त्यहीँबाट धेरै आउँथ्यो होला, त्यहीँ खर्च गरिन्थ्यो होला, त्यसमा नो डाउट। तर हाम्रा चाहिँ जुम्ला हुम्लाका विद्यार्थीहरूले चाहिँ राम्रोसँग ड्रेस लाएर जान पनि नपाउने, पढ्न पनि नपाउने होइन। अनि झापामा त कन्सा हामीले झापाका विद्यार्थीहरूले चाहिँ आइटी रोबोटिक्समा रिसर्च गरिरहेका छन्, एआईमा रिसर्च गरेर चाहिँ इन्टरनेसनल लेभलमा कम्पिट गर्न सक्ने भएका छन् त छैन नि त। त्यही जुम्लाको भन्दा केही माथि स्तरमा त्यहाँ छन् होला। तर अब हामी जनता चाहिँ के भइसक्यो भन्दाखेरि चाहिँ अब हाम्रो ठाउँमा चाहिँ यसले यस्तो काम गर्यो, त्यही भएर यसलाई जिताउनुपर्छ, यसको माया छ त्यही भएर यसलाई जिताउनुपर्छ। हो माया त पक्कै आफ्नो अब जन्म जिल्ला भएपछि हुन्छ, नहुने कुरा होइन। तर के हामीले चाहिँ सांसद भनेको चाहिँ प्रतिनिधि सभा भनेको चाहिँ यही कामका लागि पठाएको हाम्रो यो हाम्रा प्रतिनिधिहरूलाई होइन नि त। लोकतन्त्र भनेको त जनताबाट चुनिएर गएका नेताहरूले चाहिँ जनताकै लागि काम गर्नुपर्ने होइन खासमा। तर आखिर जनताको लागि चाहिँ के काम भएको छ त नि। फेरि अब तपाईँहरूले चाहिँ यही भिडियो बनाइराख्दाखेरि चाहिँ के भन्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् यो काम भयो, यहाँ हेर्नुहोस् यो काम भयो, यस्तो बन्यो, यो पुल बन्यो, यो भवन बन्यो होइन, यो सुडुङ बन्यो भन्नु पनि हुन्छ होइन, नबन्यो होइन, त्यो त बन्यो। तर त्यो बन्दै गर्दाखेरि हामीले के बुझ्नुपर्ने भन्दा जुन हाम्रो देशमा हामीले सिस्टम छैन भनिरहेका छौँ, त्यो सिस्टम नभएकोमा पनि जुन अलिकति बचेको यति सिस्टम छ, जुन बिग्रेको सिस्टम छ, हो त्यो सिस्टम जुन बचेको यति सिस्टम छ, त्यो सिस्टमले त हामीसँग रेभेन्यू आइसकेपछि, बजेट आइसकेपछि होइन, 20 खर्बको बजेट भइसकेपछि त्यो बजेट त कहीँ न कहीँ गएर त खर्च हुनुपर्ने होला नि त होइन। खर्च नभइकन सरकारले त्यो बजेट जम्मा गरेर राखेर केही काम हुने त होइन होला नि त, त्यसले केही प्रतिफल दिने त होइन होला नि त। अनि हो त्यो बजेट चाहिँ गयो त्यहाँ गएर होला केही मात्रामा राम्रोसँग नै सदुपयोग भएको छ, तर त्यसलाई जुन हिसाबले बेस्ट युटिलाइजेसन गर्नुपर्ने हो त्यो भएको छ त छैन नि त। त्यो हिसाबले चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ अब नयाँमा चाहिँ सिद्धान्त छैन भन्ने खालको पनि फेरि भाष्य क्रिएट भएको छ होला। सिद्धान्त नहोला, हामीले नहेरेको होइन, हामीले लेनिनवाद नहेरेको होइन, माओवाद नहेरेको होइन होइन, त्यसै गरी बिपीको काङ्ग्रेस पनि नहेरे होइन, त्यसै गरी राप्रपा विभिन्न दलहरू पनि नहेरे होइन। सिद्धान्तले आखिर त देश त बन्दो रहेनछ नि त। अमेरिकाको के सिद्धान्त छ कसैले भन्न सक्नुहुन्छ? कमेन्ट गर्नु होला है। अमेरिकाको के सिद्धान्त छ? क्यापिटलिजम हो। क्यापिटलिजम त हामी त भित्री रूपमा सोसियलिजममै बिलिभ गर्ने हो र बाहिरी रूपमा त इन्टरनेसनल मार्केटमा कम्पिट गर्नको लागि त क्यापिटलिस्ट हुनैपर्छ होइन अहिलेको यो टाइममा। भनेपछि सिद्धान्तले देश बन्ने भयो त अहिलेसम्म बनिसक्यो। हामीले 30-40 वर्ष हेरिसक्यौँ बहुदल आइसकेपछि। त्यो हिसाबले चाहिँ आफ्नो भोट चाहिँ त्यही हिसाबले खर्च गर्नु होला, त्यही हिसाबले प्रयोग गर्नु होला र आफ्नो भविष्यका सन्ततिहरूलाई चाहिँ कुन बाटो देखाउने, कुन भविष्य देखाउने भन्ने कुरा चाहिँ तपाईँ हाम्रै हातमा छ। यसमा चाहिँ कुनै दुविधा नै छैन। हस्, थ्याङ्क यू।